होइन अब चाहिँ हामी आइसकेको छौँ लुम्बिनी प्रवेशद्वारभित्र छिरिसकेको छौँ। यहाँ चाहिँ एकदम घनघोर जङ्गल। यहाँ मेरो भाइ छ, यहाँ मेरो अर्को बहिनी छ, त्यहाँ मेरो पुरै परिवार छौँ। हामी टोटल 10 जना छौँ। हामी चाहिँ हिजो आइपुगेका थियौँ। अब यहाँनिर यत्रो ठुलो ताल पनि रहेको छ। अब आज चाहिँ हामी यो पुरै लुम्बिनी टुर रहेको छ। अब के गर्ने हो हेर्नुपर्छ। यत्रो ठुलो जङ्गल छ। उता हो के रे यसको नाम गिद्ध होइन, ए बकुल्ला ए गिद्ध रहेको छ। अब यहाँ धेरै ठुलो खाली पोखरी। यहाँ मेरो मम्मीहरू अब ए अगाडि त्यस्तो तपाईँको मुख कहाँ अगाडि आउनु ए यहाँ ल आइ भन्नु आइ सब ल ल भन्नु ल अब भन्नु सबजना ल भयो। अब हिँड्दै जाउँ। हामी हिँड्दैछौँ हाम्रो बाटो। के रे यसको नाम मन्दिरको नाम? यो चाहिँ लुम्बिनीको पहिलो मन्दिर मायादेवी रहेको छ। अब हामी त्यतातिर गइरहेछौँ। अहिले हामी बाटो डुलिरहेको छौँ। अब कतिखेर पुगिन्छ म पुगेर बनाउँछु। अब चाहिँ हामी आइपुगेमा लुम्बिनीमा हामी छिर्नुपर्ने त्यही मन्दिरमा हो। अब हामी छिर्नेछौँ बिस्तारै। यो त्यहाँनिर टिकटकको भूत, त्यहाँनिर त्यसलाई टिकटक नबनाइ केही पनि हुँदैन। त्यसैले अब हामी भित्र छिर्छौँ। त्यहाँ मेरो मम्मी बाबाहरू मम्मी र फुपूहरू आउँदै हुनुहुन्छ। अब हामी छिर्नेछौँ। त्यही हो मन्दिर चाहिँ। अब यहाँ भित्र जान्छौँ हामीले चेकिङ गरेर। गेटमा चाहिँ भिडियो बनाउन मनाइरहेछ, तर मैले चाहिँ बनाइहालेँ। अब जसले भने नि अब के र अब हामी चाहिँ भित्रतिर छिर्दैछौँ। यहाँ धेरै मान्छेहरू छन्, तिक्लो बुढिसहरू पनि छन्। अब हामी यहाँ हिँड्दैछौँ। राम्रो छ ठाउँ चाहिँ, तपाईँहरू नै आउनु हुन्छ। धेरै छ। नम्बर मसँगै छैन। अब यही मन्दिर हो हामी भित्र छिर्ने चाहिँ। अब मम्मीले मोबाइल माग्नु भएको छ। अब दिनुपर्ने, भित्रको खिच्न पाइँदैन जस्तो छ। जे म सक्दो कोसिस गर्छु भित्रको पनि खिच्ने। जाने फेरि सबजना टिकटकरहरू एउटै छैनन् टिकटक नबनाउने। बिस्तारै कोही मान्छेहरू चाहिँ छन् टिकटक नबनाउने। ऊ त्यो अगाडि सबैजना टिकटक बनाउँदै छन्। यो र म मात्र हो टिकटक नबनाउने। जान्छौँ भित्र। अब के छ हेर्नु होला भित्र आफै। हामी हिँड्दै हो यहाँ। अब यति हो यहाँ। अब यही मात्र होइन, धेरै मन्दिर छ। 20-30 बिघा छ अरे। घुम्नु न। हामी चाहिँ अहिले यति मात्र हेर्ने। अब एकछिनमा जानुपर्छ फेरि अरू पनि हेर्न। धेरै छ घुम्न बाँकी। यो मन्दिरको नाम फेरि बिर्सिहाल्यो। नाम बिर्सिहाल्छु। के रुक्नु न, त्यहाँ अरू मोबाइल छ त। गाइस अब हामी अर्कै मन्दिरतिर गएको छौँ। त्यहाँ भित्रपट्टि चाहिँ अब फिल्म गर्न दिएन होइन हामीलाई। त्यही भएर अब हामीले खिच्न पाएनौँ। अब हामी उतातिरको मन्दिरतिर जान्छौँ। यहाँ मेरो आमा हेर्नु भएको छ। यहाँनिर सबजना आइरहेको छन्। अनि त्यहाँनिर मेरो भाइ छ यहाँ। अब यो चाहिँ जहिले मैसँग हुन्छ। अब के गर्नु, मलाई अनकन्सियस फिल भइरहेको छ अहिले यहाँ। अब जे भयो नि भ्लग बनाउनै पर्यो। अब गइरह हामी।
अब के अरे ट्याक्सी लिनु खोजेको अब 1000 भन्छ 1000 भने त ठिक छ गएला सर्ट रे अनि मम्मीहरूलाई टिकटक खिच्नु पर्यो फोटो खिच्नु पर्यो त्यो मिल्दैन अरे त्यही भएर हामी हिँडेरै जान आँटे अब कति दिनमा सकिन्छ हेरौँ न एक दिनमै त सकिने त होइन दिन त धेरै नै लाग्छ त्यही भएर अब रातभरिसम्म डुले हो भ्याउने अब हामी मान्छे हो थाकिएला हामी पनि अब कहाँ डाँडामा छ अब अर्को मन्दिर ए नजिकै भइदिएको त जानु एउटा कुरा थियो कहाँ टाढा छ एउटा मन्दिर बाघ म यहाँनिर भ्लग बनाएको छु अहिले छोडो होइन यस्तो घाम छ 31 डिग्री कटिसक्यो यहाँ मध्य घाममा हिँड्न आएको छु मैले हामी अहिले यहाँ यस्तो बेला पनि अब हामीले खिच्नै परिरहेको छ क्या के भन्न के भन् त फेरि भन् त अब यहाँ सब थकारेर यहाँ बसेका छन् होइन त्यहाँनिर उतानिर चाहिँ मेरो मम्मी फुपूहरू हुनुहुन्छ अब मन थाकेको छु मनी बस्नु पर्यो एकछिन धेरै थाकिसक्यो अब म एकछिन बस्नु पर्यो यता आउँदै चाहिँ अब सबजना आज चाहिँ किन सब घुम्न खान अरू दिन त आउँदैन जस्तो थियो आज चाहिँ फेरि आए के गर्ने अब जाने हामी मन्दिर त टाढै छ कति मान्छे छन् हेर्नु न आफै यस्तोमा पनि हामी आज कसरी घुम्ने त अब कति यस्तो घाममा चाहिँ डढ्छु होला आज त म यस्तै कालो छु झनै कालो हुन्छु होला ल हिँडे हो ल गाइस यो चाहिँ शान्तिको दीप अरे यो चाहिँ बुद्ध भगवान्ले बनाएको रे हामी त्यहाँबाट फोटो खिचेर आउँदा अब यो छैन यो चाहिँ बुद्ध भगवान्ले बनाएको रे यो चाहिँ कहिले निप्दैन जिहाल्यो मैले पानी हाल्छु भनेको अब मम्मीहरूले हाल्ने दिनु भएन के गर्ने अब पुग्नु पनि फेरि अब हामी बोटतिरै जान्छौँ होला अब पुग्न पनि कहाँ पुग्नु छ अब हिँड्दै सक्दिनँ आज मेरो प्रेसर पनि त्यस्तै लो जस्तै भइरहेको छ होइन यहाँ मम्मी हुनुहुन्छ मेरो अब बोटतिर जान्छु अब गएको बोटको भन्ने मान्छेलाई भन्न गएको यो म अनि आसमा मेरो बहिनी जान्छौँ होला हामी अनि अब यही त अब टिकट किनेर अब जानुपर्छ त्यो त प्याक भयो अब हामीलाई कति बेला लाग्छ फिक्स छैन अब जानु चाहिँ पर्छ हिँड्दै चाहिँ सक्यौँ अब हामीले यस्तो छ फेरि त्यहाँ देखाउँछ त्यो बोर्डमा कस्तो सबै देखाउँछ यहाँ हेर्दा फेरि कस्तो फोहोर छ क्या खोइ के भएर हो पनि हो टिकट किन्ने अब हामी जान्छौँ हुन्छ यस्तै छ अब यसरी चलाउन चाहिँ मजाले खनाउन कस्तो मजा आउँछ अब हेर्नुपर्छ त्यो गएर ब्रिज जस्तो नि छ त्यहाँ मुनि अब हेर्नुपर्छ ब्रिज पनि यसरी जान्छ ल फनी गाउँछ ल हेर्नुहोस् त यो आवाज डेन्जर छ केही नभएर आवाज चाहिँ खत्रै छ क्या यस होइन अब म बोटको फिल्म गाइस फाइनल्ली हामी आइपुग्यौँ हामी भर्खर चाहिँ अटोमा आएको हिँड्दै आएको थियौँ अब धेरै अब अटोमा आइपुग्यौँ अब त्यो हावामा टायर भन्जान् टायरमा हावा भन्जान् अनि तिनीहरू अब मेरो दिदीहरू फुपूहरू आइपुगेको छैनन् अब नो टिकटक नो भिडियो भनेपछि अब यहाँ पनि भिडियो फिल्म गर्न नपाइने भयो अब म डाइरेक्ट बाहिर भेट्छु अब यहाँ फिल्म गर्न नमिलेपछि
बाहिरबाट यति चाहिँ देखाउन सक्छु म धेरै नभए नि यति सामान धेरै नभन्नु यतिसम्म मिल्छ भने यसम्म लगाउँ न त यति नै हो धेरै देखाउनु मिलेन मैले यहाँ यत्रो ठुलो चौरी रहेको छ सबजना आइरहेको छन् अब चाहिँ नमिल्ने भयो मान्छेहरूले अब देख्यो भने मान्छन्